सो हाई गाइस, मेरो यो सानो मिनी भ्लग्समा हजुरहरूलाई वेलकम छ। सो हामी चाहिँ आजको दिन चाहिँ हामी कहाँ हिँडेको रे? पिकनिक हिँडेको है। अनि हामी चाहिँ हिँड्न लागेको लगभग साथीहरू चाहिँ कोही साथीहरू चाहिँ आउनु भएन। अनि हाम्रो पिकनिक चाहिँ आज कृपाकोटतिर। नबिना आउँदैछन् सुजु। यस सर। विनिता। यस सर। विनिता। विजय। टोनिस। हेलो सर, आज हामी कहाँ जाँदै हो रे? आज हामी पिकनिक। आज हामी वनभोज। सानो ग्रुप छ, रमाइलो गर्नुपर्छ है सबैजना भन। राखेको हामी चाहिँ कस्तो जाडो, माइ गॉड लास्टै जाडो छ ल आजको। आज चाहिँ बिहान बिहानको मौसम भएर होला टु मच जाडो छ ल। स्टार्ट भयो। सबैलाई वेलकम छ दिदीको भ्लगमा। हामी अब रुपाकोट जाँदैछ पिकनिक खानको लागि। लगभग आइसक्यौँ है, लगभग आइसक्यौँ। अनि यहाँनिर आइसकेपछि हल्का घाम पनि लागिरहेछ, घाम पनि लागिरहेको छ। सबै सुतेका छन्, रमाइलो गरेका छैनन्, हामी मात्र रमाइलो गरेका छौँ। सबलाई निद लागेछ अरे, जाडो भयो अरे, अनि त्यही भएर निद लागेर सुत्यो अरे, सबै सुतेर बसेर। फेरि पनि भेट हुन्छौँ ल, बनाएर चाहिँ आउँछ। सो हामी चाहिँ आइसकेको है। म्याम हाई भन्नु। ब्लग रे उसको। सो गाइस हामी पनि रेडी छौँ। रमाइलो भयो, रमाइलो भएको छ। म चाहिँ फर्स्ट टाइम आएको, त्यही भएर मलाई चाहिँ कस्तो रमाइलो लागिरह। आउने बेलामा चाहिँ अलि चिसो चिसो थियो, यहाँ आइसकेपछि घाम लगायो है, घाम लगाएपछि एकदम रमाइलो लाग्यो है, एकदम रमाइलो छ। अनि धेरैजना हुनुहुँदो रहेछ। अहिले चाहिँ घाम लाग्दै लागिरह। नमिना के खाएको तिमीले? हेर न हाँसी कस्तो हाँसी। अब चाहिँ हामी खाजा खान्छौँ ल गाइस। ओ त्यो चस्मा खोलेर खाए हुन्न? हेलो गाई त हिरो चस्मा खोलेर खाए हुन्न? चस्मा खोलेर खाए हुन्न? एकदम रमाइलो रमाइलो हुँदैछ है माहौल। अब हाम्रो नाचेपछि झन् रमाइलो है, म नाचेछु। अब चाहिँ हामी फोटो खिच्न हिँडेको ल। कस्तो घाम भयो अहिले त। सो हाई गाइस, अब चाहिँ हाम्रो चाहिँ फोटोहरू चाहिँ खिचेर सकिसकेको छ। अनि चाहिँ हामी यहाँ मन्दिरमा आएको। अनि यहाँ एउटा मन्दिर रहेछ होइन। अनि हामी चाहिँ यहाँ मन्दिरमा जान नमिल्ने भएर चाहिँ हामी दुईजना जान नमिल्ने भएर चाहिँ हामी गएको छैनौँ होइन। सो त्यही भएर चाहिँ हामी यहाँबाट चाहिँ फोटो खिचिसकेर हेर्नु न कस्तो राम्रो देखिएको के है, भ्यूहरू रास्तै राम्रो के है।
मानुमकोट जस्तो छ यहाँको भ्यू। कहाँ कोट जस्तो रे? मानुमकोट। होइन अब आज त आगै खानु हो त Don't you leave me fucking hanging. जिसके पास दुनिया दुनिया चाहे जिसके सारा दिन ना चलाए सही तेरा जाने हो मौना कसम जाने हो टीवी डाड जाने हो माग्ने भयो म तिम्रो मुटुमा जाने हो अहिलेसम्म केही खास छैन बिग्रेको तिमीले मलाई राम्ररी चिन्नेको छौ त्यही भएर trust me हो एकचोटि trust me हो Out भएर आएछु guys। Out भएर आएको। Out भयो। हामीले चाहिँ खाना खाइसक्यौँ होइन। म चाहिँ खाना खाएर निस्किसकेँ अनि यहाँ चाहिँ साथीहरूले खाँदै हो।
साथी खारे हो अनि साथीहरू कोही साथीहरू चाहिँ नाच्दैछ रमाइलो गरिरह नाच्दै रमाइलो गर्दै गरिरह खाना खाने टाइम हो अब चाहिँ रात परिसकेको छ यहाँबाट हेर्नु न भ्यूहरू बिहान आउँदा कुटोले धम्म भइरहेको थियो अनि अहिले चाहिँ खुलिरहेको हेर्नु न यहाँ सोलरहरू कति धेरै है तलसम्म रहेछ सोलर जेस रमाइलो भयो है म चाहिँ घाम जान लागिसकेको तर अब चाहिँ जाडो होला जस्तो भयो हाम्रो सहरलाई एकदम लागिरहेको छ है हाम्रो सहरहरू चाहिँ राम्रोसँग उयो भएर लागिरहेको छ के एकदम रमाइलो पिकनिक रमाइलो लागिरहेको छ कि सहरलाई फेरि हेलो एभ्रीवन सो हामीले पिकनिक भ्याएर अब घर फर्किँदैछौँ हामी घर फर्किँदैछौँ सबैजनाले हेरेर लाइक सब्स्क्राइब गरिदिनु होला सबैले सपोर्ट गरिदिनु होला डार्लिङ आई लभ मेरो भन्न चाहन्छु हामी घरै हिँडेको हाम्रो पिकनिक चाहिँ यस बेला भ्याइएको गाडीमा आउँदैछौँ ओ मनिका मेरो मोबाइल त छ है